हेलो नमस्कार साथीहरू। अस्तिदेखि हिजो पानी परेकोले हल्का जाडो बढ्दैछ है। यतातिर पनि अब चाहिँ जाडो बढ्दैछ, चिसो चिसो भइरहेछ। र पनि म चाहिँ सेन्डोमै छु, किनकि म अहिले भर्खर सुते उठेको नि त। सो अब यस्तो कामहरू चाहिँ बाँकी छ, अलिअलि घर आएपछि कामहरू छ होइन। अब दसैँ तिहार सकिसक्यो, तिहार पनि मनाइसक्यो। अब अलिअलि रहेको कामहरू बाँकी छ, त्यो कामहरू गर्नुपर्ने हुन्छ। हेरौँ के कस्तो काम छ, तर आज चाहिँ काम गर्ने होइन, हेरिराखौँ कामहरू कता के छ हेरौँ है। त्यो हावाहुरीले चाहिँ यो एउटा फुल थियो, यो फुल चाहिँ मजाले लडाएछ, बिजोकै भएर छ। यसलाई उठाउनु पर्ने हुन्छ, अहिले उठाउँला। अब यो खोर बनाउनु बाँकी छ, सुँगुरको एउटा थप्ने कुरा हो, यो बनाउनु बाँकी हो। यता फेरि बिजोक सहितै ब्याइरहेछ, यसले चोचेले बच्चाहरू ब्याइरहेछ। थाइलीमा लगाएर बेच्नुपर्ने यसको पाठाहरूलाई। यहाँ बोडी हालेको थिएँ म, अलिकति बोडीलाई ठाकेर भएन मजाले, अझै बोडी रोप्नु पर्ने, ठाकेर ल्याउनु बाँकी नै छ। यतापट्टि यसमा पनि बोडी हाल्ने कुरो छ, जङ्गल गएर ठाकेर ल्याउनु बाँकी नै छ। अम्बकको बोट छ, अम्बक फलेको छ छैन, अम्बक चाहिँ अम्बक फलेको हुनु पर्ने, तर यहाँबाट देखेन। दाउराहरू हो। यता यहाँ मेवा छ, मेवालाई पनि हान्नुपर्ने हुन्छ। एक गिड पाकेको छ, सानो सानो चराले खाएको कि अब चाहिँ पनि दाउरा, अस्ति बोकेको दाउराहरू हो, थन्काएर छ दाउराहरू। यसलाई पनि अब चिर्नु पर्ने छ, जाडोमा झ्याम चिर्नु पर्ने छ। फुलहरू त चाहिँ फुल फुलिरहेछ अहिले चाहिँ मजाक एकदम लभली फुल भइरहेछ। जाडो बढ्नु थाल्यो है, अब चाहिँ घाम लागेको छैन। यो छ घिउ कुमारी एलोभेरा। यता छ हाम्रो फेरि डल्ले खुर्सानी छ। आजको माहौल चोकतिर कस्तो के कता छन् के साथीभाइहरू, मैले एक झलक चोकतिर घर वरिपरि हेरौँ आज के कस्तो रहेछ है त। चोकतिर जाने निर्णय नै गरे है त, एकछिन चोकतिर जानु पऱ्यो केटालाई। यो चाहिँ हाम्रो दिल्ली चोकको स्केट पार्क है त, तपाईँहरूलाई कतै थाहा छ आउँदै गर्नु होला। अनि यो हाम्रो भनेको दिल्ली चोक हो। गाडी पनि छ त, के भएको छ त, काठमाडौँदेखि आउने गाडी छिटै आएकै हो। सट्ट आएको त हाम्रो पापा र अङ्कल त पुरा क्यारम बोर्ड खेल्दै हुँदो रहेछ। अघिदेखि हराउनु भएको थियो बुढोहरू, यहाँ दुईजना क्यारम बोर्ड हान्दै हुँदो रहेछ हाम्रो पापा र अङ्कल चाहिँ। पनि कोही छैन रहेछ हौ, चोकतिर आएको गडाहरू बजारतिर गएछ। हेरौँ चोकतिर को आउँछ, कतिजना चिनेकोहरू के कस्तो मान्छेहरू। यो गाडी काठमाडौँ जाने गाडीहरू यहाँ बसिरहेको रहेछ। छोरीबुढी मान्छेहरू छन्, केटाकेटीहरू माथि मस्त क्यारम बोर्ड हान्दै रहेछ। मिटिङमा हिँड्नुभएको अरे यहाँ, खोइ थाहा भएन अझै। यहाँ यतैतिर हो कि मान्छे छैन, यतै होला, आउँछ होला त्यसै भइरहेको थियो। तिम्रो आइडिया के मैले गरेको त, मेरो स्टोर अन भन्ने मैले भाइलाई तपाईँले ठ्याक्क भिडियो हालेदेखि मैले अगाडि नै फलो गरेको थिएँ होइन। बुढी अनि फलो ब्याक ठ्याक्क अनफलो गरेँ, अनि फेरि फलो ब्याक फलो गरेँ, अनि तपाईँले फलो ब्याक दिनुभयो। क्या खेलेर आएको अहिले खेलिसकेको भिड छ आज शनिबार। ल आउँदै गर न, आउँछु म त, खेल्नुपर्छ ल, आइहाल्छ नि भाइ। मस्त मस्त मस्त। कता हिँड्यो? बजारतिर श्याम कहाँ छ? सो त्यही हो साथीहरू, हामी चाहिँ पर जानुपर्ने भयो त, हाम्रो नानाकोमा त्यतिकोमा जानुपर्ने भयो, त्यही भएर हामी चाहिँ त जाँदैछु। सो त्यही हो साथीहरू, भिडियोहरू हेरिदिँदै गर्नु होला, फलो गरिदिँदै गर्नु होला है त। हामी चाहिँ जाँदैछु हाम्रो त्यतिको घरतिर।